राइस आइपुग्यो हैन अनि यहाँ सिबिट छ अन्त यहाँ तपाईको अचार राइस छ अन्त यता प्याज अन्त यो छ हैन निम्बु खोर्सानी अन्त यता दाल छ अन्त यता हाम्रो आलु छ अन्त गएको यता चाहिँ हाम्रो चचेको मासु छ सुँगुरको हैन त आम्बो यस्तो सेटिस छ कि त्यसमा चाहिँ तपाईको नभनेको नि 10,000 या फिर 12,000 लाग्छ भन्दै थियो हैन सो अब हेरौँ दबाई खाएर हेरौँ हैन दबाई खाएर पनि जाति भएन भने चाहिँ त्यो चेकअप गर्नुपर्छ भन्दै थियो हैन त सो कटन त मैले ल्याइरहेको छु नि त किनकि मलाई चाहिँ यसमा चाहिएको थियो कि व्हाइट जिन्समा त्यहाँ फर्म भर्नु भन्छ अब एप्लिकेसनमा त नम्बर एड गर्दा पनि हुँदै छैन अब गर्नु चाहिँ के गर्नु पनि हैन अब फर्म भरेको छैन हैन यता कार्ड बनाएको छैन यता फेरि लोगिन नै भएको छैन अरे सिताको पर्खिँदा सबैजना पर्खिनै राख्नु भएको एसुबी रेस्टुरेन्टमा आएर म चाहिँ कन्टिन्यू खान्छु हैन यो चाहिँ तपाईको नयाँ बजारको साइड पर्छ हैन सो तपाईहरु पनि आइकिन खान सक्नुहुन्छ दामी दामी पाउनुहुन्छ तपाईहरुले हेलो गाइस वेलकम टु माई सिक्किम विक्रम ब्लगर हैन तपाईहरु सबैजनालाई वेलकम छ अनि आज चाहिँ म हस्पिटल जाँदै गरेको हैन किन भन्दाखेरि चाहिँ एलर्जी स्टार्ट भएको छ भन्ने मैले भनेको थिएँ हैन तपाईलाई अन्त मलाई चाहिँ यहाँ जाले आउनु भएको छ हैन त तपाईहरुले त चिन्नुहुन्छ होला हामी चाहिँ लाग्नु आडेको छौं हैन त हामी चाहिँ यहाँबाट लागिसक्यौं जोन गएको फोर्स छ मम भाइ चाहिँ बाइक निकाल्नु पर्छ अब चाहिँ होइन नि त अब चाहिँ टिप्स र जानहरू बेचेको पैसाले बाइक निकाल्नु परेछ अन्त मलाई चाहिँ फाइनली दाले पुऱ्यायो होइन पेलिङ अन्त आइ पनि सक्यो पेलिङ अब माथि ट्याक्सी स्ट्यान्ड गएर ट्याक्सी पर्केर गेजिङ लाग्ने हो हैन अन्त त्यति नै गेजिङमा गइकिन यसो देखाउँछु देखाइहेरौँ हैन के भन्दो रहेछ सो तपाईहरुलाई अब माथि स्ट्यान्ड पुगेर देखाउँछु गाइस अहिले फाइनली म चाहिँ आइपुगेँ हैन त गेजिङ सो तपाईहरुलाई मैले गाडीमा पसेको त देखाउनु पाइनँ अन्त अहिले चाहिँ म तपाईको आउनु बित्तिकै हस्पिटल गएको हैन किन भन्दाखेरि टाइम पनि निकै गइसक्यो नि त भरे फेरि ढिलो भयो नि चेकअप गराउनु पाउँछु पाउँदिनँ हैन सो गइकिन अब चाहिँ डाइरेक्ट हस्पिटल पसिदिइहाल्छु हैन के हुँदो रहेछ अब हेरौँ तपाईहरुलाई पनि अब देखाउनु त पाउँछु पाउँदिनँ भित्रको हैन किन भन्दाखेरि अब दिन चाहिँ दिँदैन त भित्र भ्लग गर्नु हैन साह्रो छ अब हस्पिटलतिर भ्लग गर्नु हैन तपाईहरुलाई पनि थाहा नै छ सो तर भए पनि एकताल ट्राई गरी हेर्छु बा देखाउनु पाउँछु हैन तपाईहरुलाई यहाँबाट गइकिन काटहरू काट्छु हैन काटहरू काटिकिन अब कस्तो छ भिडभाड छ बस्नु चाहिँ अरूभन्दा पनि अल्छी हुन्छ नि त त्यसै कि हेरौँ हेर्नुहोस् है गाइस यस्तै छ छन् चाहिँ धेरै नै छ जस्तो लाग्दैछ हैन अब गइकिन अब के भन्छ अब पहिलाकै जस्तो भयो त्यही पहिलाकै बा दबाई पो हो दिने हो कि हो या फिर अर्कै दिन्छ हैन अब गइकिन हेरौँ होला अनि तपाईको यहाँ चाहिँ जिम गर्नु चाहनुहुन्छ भने यहाँ चाहिँ जिम हैन तपाईहरु आउनु सक्नुहुन्छ सो म चाहिँ हस्पिटल पनि पुगेँ हैन अन्त यता चाहिँ प्राइभेट हस्पिटल हो उपर फेरि भेटिहालेँ होइन म यहीँ हस्पिटल आएको अन्त यही छ तपाईँको जिमहरू होइन को जिम गर्नु चाहनुहुन्छ यहाँ आउनु सक्नुहुन्छ होइन मलाई पनि जिम चाहिँ गर्नु चाहिँ मन थियो बट के गर्नु ड्युटीले गर्दाखेरि आउनु पाउँदैन प्लस टाढो पर्छ होइन आउनुको लागि सो तपाईँहरूलाई अब चाहिँ हस्पिटलमा पुगेर देखाउँछु इफ देखाउनु पाउँछु पाउँदिनँ होइन अब हेरौँ हाम्रो चाहिँ यहाँ एन्ट्री भइसकेको छ होइन सो हेर्नुहोस् होला तपाईँहरू पनि अब भित्र चाहिँ म भित्रको चाहिँ बनाउनु पाउँदिनँ होइन किन भन्दाखेरि पर्मिसन बिना बनाउनु पनि साह्रो हो नि त पर्मिसन चाहिन्छ बनाउनुको लागि हैन परमिसन बिना बनाउनु पनि भएको छैन नि त
सो अब यहाँ दिनुको चाहिँ बनाउनु सक्दिनँ होइन। त्यो यस्तो हरेस भइसक्यो कि काट्दा अब काटेको छैन होइन। अब के चाहिँ एप्लिकेसन डाउनलोड गरिकन त्यहाँ फर्म भर्नु भन्छ। अब एप्लिकेसन त नम्बर एड गर्दा पनि हुँदै छैन। अब गर्नु चाहिँ के गर्नुपर्ने होइन। अब फर्म भरेको छैन होइन, यता कार्ड बनाएको छैन, यता फेरि लोगिन नै भएको छैन। अरेसिताको पर्खिँदा यहाँ सबैजना पर्खिनै राख्नु भएको छ दाहरू पनि होइन। कसैको नम्बर पनि यो एड पनि भएको छैन। अरेसिताको के गर्नु पर्यो। अहिले चाहिँ फाइनली गाइस दबाईहरू दिएको छ होइन, डक्टरले लेखिदिएको छ। अन्त यहाँ त दबाई किन्छु अनि 7 डेजको दिइरहेछ होइन। अन्त एउटा चेकअप हुन्छ भन्दैछ। त्यो चेकअप गर्नुको लागि चाहिँ नभनेको नि 10,000 to 12,000 पर्छ भन्दै थियो होइन। अन्त यो दबाई ट्राई गर्नु, यो दबाईले चाहिँ जाति हुन्छ भन्दैछ होइन। अन्त अहिले चाहिँ म दबाई लिनु आइरहेको छु। अन्त चेकअपहरू पनि सक्यो होइन। अब यहाँ दबाईहरू किनेर तल एकछिन लुगाहरू हेर्नुपर्ने छ होइन। एक दुईवटा तपाईँहरू हेर्नुहोस् होला। यसै गएस कार्ड पनि यही हो होइन। दबाई एउटा चाहिँ दिएको छ किनभने फेरि एउटा मात्रै दबाई खानु अरे नि त। सो अन्त अब चाहिँ यहाँ तल जान्दै गरेको किन भन्दाखेरि भोक पनि लाग्दैछ नि। प्लस मलाई एउटा ट्र्याक र भेस्ट हेर्नु छ होइन। सो पाउँछु पाउँदिनँ मैले भनेको जस्तो होइन। बट एकताल खोजी चाहिँ हेर्छु, पाएँ भने ठिकै छ, पाएन भने पनि अब के भन्नु र। अन्त यहाँ तल गएर एकताल हेर्छु। अन्त खानाहरू पनि खान्छु होइन। भोकले अलिक साह्रै परिसक्यो नि त। सो अब चाहिँ यहाँ तल लुगा हेर्छु होइन। किनभनेदेखि म चाहिँ यहाँ एउटै जग्गामा मात्रै लुगा चाहिँ किन्छु नि त प्रायः जस्तो। सो हेरौँ भने जस्तो पाएँ भने ठिकै छ, नत्र भने चाहिँ किनै हुँदैन होइन त। हाम्रो यहाँ एकजना भएको पनि किन्छ नि त। फाइनली आइ चाहिँ पुगेँ होइन। दाजु एउटा भेस्ट देखाउनुहुन्छ? वाइट टाइपमा देखाउनुहोस् न। प्रिन्टेड कि प्लेन? प्रिन्टेड देखाउँदा पनि हुन्छ हजुर। अन्त हेर्नुहोस् है, किनकि मैले प्रायः जस्तो यहीँ मात्रै आएर किन्छु नि त। अन्त टक्कै यो ड्रेसअप छैन टक्कै सुहाउने चाहिँ किन्नु पऱ्यो नि त होइन। अब चाहिँ एकताल यहाँ पनि पेनहरू हेर्छु होइन। पेन छ त मलाई देखाउनुहोस् न। कटनमा कि जिन्समा? जिन्समा चाहिएको तर वाइटमा छ? वाइट एन्ड नेभी ब्लू डार्कमा यहाँ हेर्नुहोस् त। यस्तो कुनै वाइटमा छैन? वाइटमा छैन। वाइटमा यस्तो मटेरियलमा छ कटन त मैले ल्याइरहेको छु नि त। कटनमा छ किनकि मलाई चाहिँ यसमा चाहिएको थियो कि वाइट जिन्समा। आया भने जस्तो पाउँदै छैन त। ऊ हुन्छ त्यसो भने धन्यवाद दा। यहाँ पनि छैन बुझ्छ भने आफ्टर अब माथि गएर एकताल चेक गरी हेर्छु हो, बा पाउँछु। अनि मैले चाहिँ योहरू पनि किनिसकेँ होइन, भेस्टहरू पनि किनिसकेँ। अन्त यहाँबाट चाहिँ पर अब खाजा खानु जाँदै गरेको नि त। भेस्टहरू सबै यहाँ किनिसक्यो। अब एउटा पेन खोजेको, पेन भनेको जस्तो पाएको छुइनँ हो। सो तर भए पनि एकताल ट्राई गरी हेर्छु, बा पाउँछु होइन। खोज्छु एकताल, पायो भने ठिकै छ, पाएन भने अब के गर्नु, गोर्खामा नेक्स्ट टाइम किन्छु होइन। अन्त अहिले चाहिँ म तल खाजा खानु जाँदै गरेको। सो तपाईँहरूलाई डाइरेक्ट तल क्यान्टिन पुगेर देखाउँछु, हेर्नुहोस् होला सबैजनाले। फाइनल्ली गाइस म चाहिँ आइपुगेँ होइन रेस्टुरेन्ट। म चाहिँ यहाँ कन्टिन्यू आइकन खान्छु नि त खाना, हेर्नु सक्नुहुन्छ होइन। यहाँ चाहिँ म कन्टिन्यू गरेर खाना खान्छु। सो मैले चाहिँ सबै किनिसकेँ होइन। भेस्ट कस्तो किनेको सक्यो भन्दाखेरि हेर्नुहोस् है, वाइटमा किनेको छु होइन। किनभनेदेखि मलाई पुरा बेसी एलर्जी हुँदैन। सक्छु वाइट लगाउँदा चाहिँ मलाई ठिकै हुन्छ। अन्त वाइटमा लिएर आएको छु होइन। अन्त अहिले चाहिँ खाना अर्डर गरिरहेको छु, खाना आउनु गरेको छु होइन। के चाहिँ खाना अर्डर गरेको छु भनेर गेसिङ गर्नु सक्नुहुन्छ तपाईँहरूले होइन। म चाहिँ पर्क खाना अर्डर गरिरहेको छु होइन। अब चाहिँ खाने हुनु त होइन त। राइस आइपुग्यो होइन। अनि यहाँ सिबिच छ, अन्त यहाँ तपाईँको अचार रहेछ, अन्त यता
प्याज अन्त यो छ होइन निम्बु खोर्सानी अन्त यता दाल छ अन्त यता हाम्रो आलु छ अन्त गएको यता चाहिँ हाम्रो चचेको मासु छ सुँगुरको होइन त आम्बो यस्तो सेटिस छ कि सो मैले चाहिँ अब के भन्नु तपाईँहरूलाई भने जस्तो पाइनँ पेनहरू होइन अन्त त्यति नै टी सर्ट त किने होइन पेन भनेको जस्तो पाइनँ अब पेन चाहिँ नेक्स्ट टाइम अब जोरथाङ घर जाँदा जाँदै त्यतै किन्छु होइन अनि सर्ट चाहिँ मैले नि बोकिरहेको छु टी सर्ट चाहिँ होइन अन्त अब त्यति हो पेलिङ लाग्दिएको होइन हस्पिटलको पनि कामहरू सक्यो होइन अब चाहिँ डाइरेक्ट पेलिङमा गएर तपाईँहरूलाई भेट्नेवाला छु हेर्नुहोस् होला तपाईँहरू सबैजना अनि म चाहिँ फाइनली गाइस पेलिङ आइपुगेँ होइन त सो पेलिङको हेर्नु चाहिँ गाइस नजरा यस्तै छ म चाहिँ यहाँ पेट्रोल पम्पमा बसिरहेको छु नि त एकछिन दासिना गफ गर्दै होइन के भने डक्टरले भन्दैछ होइन दाले अन्त गफ गर्दै बसिरहेको छु एकछिन हो हेर्नुहोस् है हेर्नुहोस् हो बिचरा क्या मजाले सुतिरहेको रहेछ नि हो अब त्यो पर रातो देख्दैछ नि टुक्कीमा है त पुग्नुपर्छ नि हौ ए जुम गरेर देखाइदिएको है त पुग्नुपर्छ हरेस छ नि यार अनि चेकअपहरू पनि भयो होइन राम्रै भयो अन्त 7 डेजको दबाई खानु भनिरहेछ होइन अन्त दबाईहरू पनि किने अन्त 7 डेजको खानु भनिरहेछ 7 डेजको खाइकिन इफ जाती भएन भने चाहिँ एउटा चेकअप गर्नुपर्छ भनिरहेछ होइन अब त्यो चेकअप गर्नुको लागि चाहिँ 10,000 या फिर 12,000 पर्छ भन्दैछ होइन सो अब दबाई खाइकिन चेक गर्नु भनिरहेछ नि त अब दबाई खाएर पनि जाती भएन भने चाहिँ त्यो चेकअप गर्नु भनिरहेछ अन्त हेरौँ अब दबाई खाएर जाती हुन्छ हुँदैन होइन जाती भयो भने ठिकै छ नत्र भने जाती भएन भने चाहिँ अब त्यो चेकअप गर्नुपर्छ होइन 10 to 12,000 पर्छ अन्त गएको यो तपाईँहरूलाई यो भ्लग कस्तो लाग्यो होइन भ्लग मन पऱ्यो भने लाइक गरिदिनुहोस् होला अनि सब्सक्राइबहरू गर्नुहोस् होला होइन अनि तपाईँको भाइलाई मेन कुरा चाहिँ फेसबुकमा फलो गरिदिनुहोस् होला सपोर्ट चाहिएको छ तपाईँहरूको होइन सो सपोर्ट गर्नुहोस् होला तपाईँको भाइलाई अनि तपाईँहरूको लागि कन्टिन्यू भिडियो अनि भ्लगहरू ल्याउँदै आउँछु होइन सो तपाईँको भाइलाई कन्टिन्यू सपोर्ट गरिदिनुहोस् होला सबैजनालाई बाई बाई।